जय मसी अनि नमस्कार सबैलाई। आजको विषय चाहिँ आजको भिडियो चाहिँ विशेष गरी जसले प्रभु येशूलाई चिन्नु भएको छैन उहाँहरूको लागि हो। किन भन्दा एउटा सुसमाचार छ जुन चाहिँ तपाईँहरूले थाहा पाउनु जरुरी छ। र म भन्न चाहन्छु अहिलेको हाम्रो संसारमा यदि हेर्ने हो भने विष किन्नलाई पनि पैसा तिर्नुपर्छ। एउटा सानो सल्लाह सुझाव लिनु पर्यो भने पनि पैसा तिर्नुपर्छ। तर एउटा सितैको सुसमाचार छ तपाईँको लागि जुन चाहिँ त्यसको लागि न तपाईँले पैसा तिर्नुपर्छ, न तपाईँले त्यसको लागि कुनै मूल्य चुकाउनुपर्छ, न त आफ्नो धन सम्पत्ति लुटाउनुपर्छ। तपाईँको निम्ति एउटा सितैको सुसमाचार छ। यो कुराको विषयमा म पछि डिटेल्समा भिडियोहरू बनाउने नै छु, तर आज छोटकरीमा तपाईँलाई भन्न चाहन्छु हामी कतिपल्ट मुक्ति र उद्धारको कुरा गर्छौँ। धेरैचोटि हामी चाहिँ राम्रो काम गरेर मुक्ति पाइन्छ भन्ने कुराहरूमा विश्वास गर्छौँ संसारमा, अनि विभिन्न धर्म कर्मद्वारा मुक्ति पाइने कुराहरूको पछि हामी कुदिरहेका हुन्छौँ। तर म तपाईँलाई भन्न चाहन्छु हामी कहिलेकाहीँ के गरिरहेका हुन्छौँ भन्दा हामी चाहिँ वास्तवमा मुक्ति र उद्धार के हो भनेको न त हामी धर्मशास्त्र पल्टाउँछौँ न त पढ्छौँ कहिले पनि। तर हामी एउटै कुरा के गरिरहेका हुन्छ भन्दा मेरो बुवाले जे गर्यो म त्यो गर्छु, अनि मेरो हजुरबाले जे गर्नुभएको थियो त्यो मेरो बुवाले गर्नुभयो, अनि मेरो हजुरबाको बुवाले जे गर्नुभएको थियो त्यो मेरो हजुरबाले गर्नुभयो। त्यही कुराको पछि हामी कुदिरहेका हुन्छौँ। कतिपल्ट हामीले आफूलाई वास्तवमा खोजी गर्ने कुरामा कहिले लगाउँदैनौँ कि। भन्नुको मतलब हामी चाहिँ पुर्ख्यौली कुराहरू जुन चल्दै आइरहेको रीतिरिवाज छ धर्म कर्मको विषयमा जेसुकै कुरा होस्, मैले भन्नु खोजेको कुरा चाहिँ हामी चाहिँ पछ्याउँछौँ कि हाम्रो पुर्खाले के गर्यो त्यो कुरा पछ्याउँछौँ, त्यही पछ्याइरहेका पनि छौँ। तर वास्तवमा सत्यता खोजेका छैनौँ कहिले पनि। मुक्ति र उद्धारको विषयमा कुरा त गर्छौँ, तर तपाईँलाई म एउटा सत्य कुरा भन्छु, बाइबलले भन्छ कुनै पनि राम्रो कामले मुक्ति र उद्धार पाउँदैन है, अनि धर्म कर्मले मुक्ति र उद्धार पाउँदैन भन्छ बाइबलले। हामी यो कुरामा विश्वास गर्छौँ र यो कुरा तपाईँको निम्ति एउटा सुसमाचार हो। तपाईँलाई एउटा सानो उदाहरण दिन चाहेँ मैले। एकचोटि काठमाडौँमा एउटा मेरो अङ्कल हुनुहुन्थ्यो, उहाँ बिरामी हुनुहुन्थ्यो केएमसीमा। त्यसै गरी अनि उहाँको लागि ब्लड चाहिरहेको थियो, एउटा सानो अपरेसन थियो। अनि अपरेसनको लागि त्यो चाहिने ब्लड लिनलाई म धेरै ठाउँमा भौतारिएँ, ब्लड पाएन। अनि एक ठाउँमा पायो कालीमाटी ब्लड सेन्टरमा, त्यहाँ गएँ। त्यहाँ ब्लड ब्याङ्कमा गएँ, अनि त्यहाँ गएपछि मैले ब्लड डिपोजिट गर्नुपर्ने रहेछ। पहिले नै फिक्स त्यो नाम टिपाएर पहिला फिक्स गरेर नामहरू गरेर बुक गरेर जानुपर्ने रहेछ। म त्यस्तो गरेर गएको थिएँ। अनि जब म ब्लड लिन गएँ त्यतिखेर मैले उहाँलाई सोधेँ यो ब्लडको कति पर्छ, कति पैसा मैले पे गर्नुपर्छ भन्दा उहाँले मलाई अलिकति झपारेको जसरी कुरा गर्नुभयो कि। उहाँले मलाई के भन्नुभयो भन्दा तपाईँले ब्लड किन्न सक्नुहुन्छ, ब्लड किन्ने हैसियत तपाईँसँग छ, ब्लड पैसाले किन्न सकिन्छ अथवा तपाईँसँग भएको सम्पत्तिले तपाईँ ब्लड किन्न सक्नुहुन्छ। अनि म त एकछिन दङ्ग परेँ। अनि मैले त सोचेको थिएँ अब त्यो ब्लड ल्याएपछि त पैसा दिनुपर्छ। अनि उहाँले भन्नुभयो ब्लड किन्न सकिँदैन, यो ब्लड तपाईँले किनेर यो के अरे किन्ने कुरा होइन, यो किन्नलाई तपाईँले जेसुकै लुटाए पनि किन्न सक्नुहुन्न। किन भन्दा यो चाहिँ अहिले चाहिँ जीवन दिन्छ, जीवन दिने कुरा कहिले पनि किन्न सकिँदैन। यथार्थ यो वास्तविकता कुरा यही नै हो। तपाईँलाई एउटा कुरा भन्न चाहन्छु, तपाईँले मुक्ति र उद्धार किन्नलाई पनि तपाईँले सेक्रिफाइस गर्नुपर्छ कि। एउटा कुरा सेक्रिफाइस गर्नुपर्ने कुराहरू छ, जस्तै पैसाले धन सम्पत्ति लुटाएर राम्रो काम गरेर कहिले पनि कुनै पनि मानिस यसले भन्छ कि मैले मुक्ति पाउँछु, म राम्रो काम गरेर पैसाहरू दान दिएर दक्षिणा दिएर भन्ने कुराहरूमा विश्वास गर्नुहुन्छ भने कता तपाईँ भ्रममा हुनुहुन्छ। किन भन्दा यो कुरा म भन्दिनँ, तपाईँले यदि यो कुरा जान्न चाहनुहुन्छ भने तपाईँले आफ्नो धर्मशास्त्रहरूमा पनि हेर्नुहोस्। धर्मशास्त्रले पनि त्यही कुराहरू नै उल्लेख गरेको छ। कुनै पनि धर्मशास्त्रले चाहिँ यो दान पुण्य गरेर त्यो मुक्ति र उद्धार पाउने अनि स्वर्गमा जाने कुराहरूलाई बताएको छैन। त्यो कुराहरू तपाईँले राम्रोसँग पढ्नुहोस्। अनि तपाईँलाई म एउटा कुरा भन्न चाहन्छु, तपाईँले अब जसरी एउटा त्यो ब्लडको कुरा गर्दाखेरि जसरी जीवन किन्नको लागि सेक्रिफाइस चाहिन्छ, त्यो सेक्रिफाइस पनि रगतको सेक्रिफाइस चाहिन्छ। र हामी हिन्दूहरूको विशेष गरी हिन्दूहरूको केसमा चाहिँ के छ भन्दा कुनै पनि कुराको लागि हामी जबसम्म बलिदान गर्दैनौँ तबसम्म त्यो कुराहरू जस्तै पाप क्षमाको कुराहरूलाई पनि बलिदानको कुरामा लगेर जोड्छन् हिन्दू धर्मशास्त्रहरूले। अनि बलिदान गर्नै पर्छ भन्ने कुरा छैन, तर त्यो बलिदानको कुराहरूको प्रोसेस यति लामो छ।
त्यो कुरालाई जराबाट यदि खोतल्ने हो, बुझ्ने हो भने त्यसको प्रोसेस धेरै लामो छ। त्यसको लागि यसरी भिडियो बनायो भने यो भिडियोहरू 2-4 घन्टा जान सक्छ क्या, त्यस्तो प्रोसेस छ त्यो बलिदानको विषयमा चाहिँ। तर म तपाईँलाई छोटकरीमा भन्न चाहन्छु, अब तपाईँले मुक्ति र उद्धारको लागि तपाईँले रगत बगाइराख्नु पर्दैन, तपाईँले बलिदान गरिराख्नु पर्दैन, बोका काटिराख्नु परेन, तपाईँले कुनै पनि पशुको बलिदान दिनु परेन होइन। तपाईँलाई सुसमाचार चाहिँ के छ भन्दा तपाईँको निम्ति पहिले नै कसैले जुन कुरा गर्नुपर्ने त्यो गरिसक्नु भयो कि तपाईँलाई चाहिँ बचाउनको निम्ति, तपाईँलाई जीवन दिनको निम्ति कसैले बलिदान गरिसक्नु भयो आफ्नो जीवनलाई, कसैले चाहिँ त्यो सेक्रिफाइस गरिसक्नु भएको छ र त्यो चाहिँ उहाँ चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। अनि उहाँले चाहिँ आफूले आफ्नो जीवनलाई बलिदान स्वरूप एउटा बलिको पाठोको रूपमा आफूले आफूलाई अर्पण गरिसक्नु भएको छ। र जसरी रगत किन्न सकिँदैन, त्यसको कुनै पनि कुराले रगत किन्न सकिँदैन, किन भन्दा त्यसले जीवन दिन्छ। हो त्यही जीवन, त्यही रगत, संसारमा एउटा मात्रै यस्तो थोक हो सायद जो ब्लड, रगत, जसको चाहिँ कुनै मूल्य छैन। भन्नुको मतलब त्यो अमूल्य कुरा हो, बहुमूल्य कुरा हो। त्यो कुराको लागि हामीले कुनै पनि थोक बेचेर, धन सम्पत्ति लुटाएर, पैसा होइन, अनि विभिन्न भनौँ न सबै हामीसँग भएको सबै थोक लुटाएर पनि त्यो कुरालाई हामी किन्न सक्दैनौँ। हो त्यही रगत येशू ख्रीष्टले बगाउनु भयो र त्यो रगतद्वारा मानिसहरूले, मानिस जातिले पाप क्षमा पाउने कुराहरू बाइबलले भनेको छ। र जसले येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा स्वीकार गर्छ तब अनि मात्रै व्यक्तिले मुक्ति र उद्धार पाउने कुराहरू बाइबलले बताउँदछ। म तपाईँलाई यो कुरा उत्साह दिन चाहन्छु। तपाईँले यो कुराहरूलाई यदि अझै विस्तृत रूपमा जान्न चाहनुहुन्छ भने तपाईँलाई हामी एडभान्समा स्वागत गर्न चाहन्छौँ। एफएलसी फेथ लाइफ चर्च चितवन हाम्रो पर्सामा रहेको छ। म अहिले चितवनमा छु। त्यसै गरी हाम्रो काठमाडौँमा कोही हुनुहुन्छ भने, मेरो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँले फेथ लाइफ चर्च चितवन हाम्रो नक्कीपोर्टमा रहेको छ। तपाईँ यदि कोही जान चाहनुहुन्छ, त्यहाँ अझै यसको विषयमा जानकारी लिन चाहनुहुन्छ भने हाम्रो क्रिसमस नजिक आउँदैछ। म तपाईँलाई स्वागत गर्न चाहन्छु हाम्रो चर्चमा। अनि त्यस गरी हाम्रो माडीमा, चितवन माडीमा पनि हाम्रो चर्च रहेको छ, फेथ लाइफ चर्च। तपाईँ त्यहाँ पनि जोडिन सक्नुहुन्छ। हाम्रो आउँदै गरेको क्रिसमसमा हामी तपाईँलाई स्वागत गर्दछौँ। अझै तपाईँ आउनुहोस् र यो अझै तपाईँले यो विषयमा विस्तृत रूपमा जानकारी पाउनुहुनेछ। सत्य के हो त्यो तपाईँले थाहा पाउनुहुनेछ। तपाईँलाई यो भिडियोमा, यो सानो भिडियोमा, यो 4-5 मिनटको भिडियोमा यो सबै कुरा डिटेल्समा भनेर साध्य हुँदैन। यो कुराहरू बताउनलाई केही समय बसेर मजाले तपाईँहरूलाई बुझाउन सक्छौँ हामी। तपाईँको निम्ति जुन बलिदान भएको छ, जुन सेक्रिफाइस तपाईँले गर्नुपर्ने थियो, त्यो सेक्रिफाइस अलरेडी येशू ख्रीष्टले गरिसक्नु भएको छ। तपाईँको निम्ति मुक्ति र उद्धार उहाँले किनिदिइसक्नु भएको छ। र तपाईँको निम्ति चाहिँ अब तपाईँले गर्नुपर्ने केही पनि बाँकी छैन। तपाईँले सित्तैमा यो कुरा लिन सक्नुहुन्छ। जसरी हामीले लिएका छौँ, यो कुरा तपाईँले सित्तैमा लिन सक्नुहुन्छ। आज यो कुरालाई मानिसहरूले गलत तरिकाले व्याख्या गरेर आज क्रिस्चियनिटीको कुराहरूलाई मानिसहरूले अनेकौँ तरिकाले व्याख्या गर्छन्। त्यो कुरातिर म जान चाहन्न। म तपाईँलाई यही भन्न चाहन्छु, येशू ख्रीष्टमा बाहेक अरू कतै पनि जीवन छैन। येशूले प्रष्ट भन्नुभयो, मद्वारा बाहेक अरू कोही पनि पिता कहाँ जान सक्दैन। त्यही भएर तपाईँले यो कुराहरूलाई बुझ्न चाहनुहुन्छ, अझै यो कुरालाई जान्न चाहनुहुन्छ, मुक्ति के हो, उद्धार के हो भनेर तपाईँलाई हामीलाई जानकारी गराउनुहोस् अनि हामीसँग जोडिनुहोस्, हाम्रो चर्चमा आउनुहोस् अनि हामी तपाईँलाई अझै यो कुराहरूको बारेमा विस्तृत रूपमा जानकारी दिनेछौँ। अनि तपाईँलाई स्वागत छ। फेरि पनि हाम्रो क्रिसमसको एडभान्समा तपाईँलाई म विस गर्न चाहन्छु र स्वागत छ। तपाईँ आउनुहोस्। हामी त्यहाँ येशू ख्रीष्टको जन्मोत्सव मनाउँदैछौँ। त्यही अवसरमा तपाईँहरूले पनि धेरै कुरा सिक्ने अनि जान्ने मौका पाउनुहुनेछ। हस् त, धेरै धेरै धन्यवाद। जय मसीह।